हेलो गाइस एन्ड वाट्सअप म चाहिँ युल म चाहिँ युल त म मेरो यो चाहिँ मेरो रुम हो। म चाहिँ अहिले तत्काल एउटा चाइनिज कम्पनीमा एज अ चाइनिज इन्टरप्रेटर काम गरिरहेको छु। नेपालीमा भन्नुपर्दाखेरि दोभाषे अब मेरो स्टडी हुन्छ नि, स्टडी चाहिँ पढाइ लेखाइ भनौँ न, कति इङ्ग्लिस हाल्नु मेरो इङ्ग्लिस त्यति राम्रो छैन होइन, अङ्ग्रेजी त्यति राम्रो छ फेरि नेपालीमा बेटा तुमसे ना हो पाएगा। त्यस्तो हो। म चाहिँ सफ्टवेयर इन्जिनियरिङ गरेको मान्छे होइन। चाइनामा सर्टकट कहानी भन्नुपर्दाखेरि 2019मा म चाइना गएको होइन। 2019को सेप्टेम्बरतिर, लगभग सेप्टेम्बरतिर चाइना गएँ स्कलरसिप पाएर होइन। बिआरआईको स्कलरसिप पाएर म चाइना गएको हेर्नुहोस्। अनि जाने बित्तिकै 2019को अब डिसेम्बरतिर त कोरोना आइहाल्यो। कोरोना आइसकेपछि अब कलेज युनिभर्सिटीको होइन, युनिभर्सिटीको टिचरहरूले अब त्यहाँको न्यु इयर पनि हुन्थ्यो कि डिसेम्बर जनवरी फेब्रुअरीमा। अनि सबै त्यहाँ कलेजहरू सबै बन्द भइसकेको थियो। काहीँ हुन्छ नि, युनिभर्सिटीबाट बाहिर जान पनि पाइँदैन थियो। अनि हुँदाहुँदै अब हामीले पनि अब वुहानबाट हो नि त सुरु भएको। त्यहाँ मान्छे कति मऱ्यो यताउता भन्ने सुनिन्थ्यो अब युनिभर्सिटीमा आउँदाखेरि। अनि टिचरहरूले हामीलाई त्यसो भए तिमीहरू पनि हुन्छ नि आफ्नो घर फर्किन सक्छौ होइन। अहिले अब सिचुएसन पनि हुन्छ नि, यत्तिकै आइसोलेट गरेर बस्नु परिरहेछ। यता पनि युनिभर्सिटी पनि कहीँ बाहिर जानु पाएको थिएन होइन। त्यही भएर घर जाँदा हुन्छ भनेर फर्किँदा हुन्छ। अनि जम्मा 4 महिनाको समयमै हामी चाहिँ 4 महिना त्यहाँ चाइनामा बस्यौँ। अनि फेरि फर्क्यौँ होइन। फर्किसकेपछि कोरोनाको त्यही हो होइन। यता 1 राउन्ड 2 राउन्ड के हो, यहाँ आउँ मान्छे मर्ने बिजोग भएको थियो नि त त्यो समयमा त। अनि त्यो समयमा पछि अनलाइन क्लासेसहरू त हाम्रो कन्टिन्यू नै भयो होइन, अनलाइनमै पढियो। मेरो चाहिँ यस्तो थियो 1 इयर ल्याङ्ग्वेज पढ्नै पर्ने होइन, चाइनिज ल्याङ्ग्वेज। 1 इयर पछि चाहिँ आफ्नो मेजर कन्टिन्यू गर्नुपर्ने थियो। अनि त्यसमा 1 इयर ल्याङ्ग्वेज पढेर सक्यो होइन। 4 मन्थ हुँदै थियो होइन। बाँकी रहेको हाम्रो कति भयो, जस्तै 8 मन्थ होइन, 8, 9, 10, 11, 12 होइन। 8 महिना जति चाहिँ फेरि नेपालमा बसेर ल्याङ्ग्वेज कम्प्लिट गऱ्यौँ। त्यसपछि फेरि कोर्स पनि त्यही नेपालमै बसेर चाहिँ स्टार्ट भयो हाम्रो है। अनि त्यस्तो कोर्स चाहिँ मेरो सफ्टवेयर इन्जिनियरिङ, मेजर भनेको सफ्टवेयर इन्जिनियरिङ। त्यसपछि भनेको अब नेपालमै बसेर यताउता गरेर अनलाइन क्लासेस जोइन गरियो होइन। अनलाइन क्लासेस मतलब हुन्छ नि, टिचरहरूले तर कन्टिन्यू पढाउनु भयो है उताबाट। अनि होमवर्क गर्ने, सब्मिट गर्ने, इक्जाम पनि अब मेनली चाहिँ हाम्रो हुन्छ नि यो अनलाइनै भयो। किनभने अब अफलाइन त त्यति बेला नेपालमा पनि भएको थिएन होइन। त्यही भएर अनलाइनै इक्जाम भयो। अनि 2 वर्ष हुन्छ नि मेजर कोर्स पढिसकेपछि अब अलिक नर्मल भयो नि त होइन सिचुएसन। त्यसपछि चाहिँ हामी चाइनै फर्क्यौँ। चाइना फर्किसकेपछि लगभग मलाई लाग्छ 2023तिर चाहिँ फर्केको हो होइन। अनि 22मा 23 होइन सरी 22मा फर्क्यौँ। अनि त्यसपछि त्यहाँ उता गएर आफ्नो अब बचेको कोर्सेसहरू कम्प्लिट गऱ्यौँ, थेसिस कम्प्लिट गऱ्यौँ यताउता होइन। अब त्यही नै हो होइन। त्यसरी हाम्रो चाहिँ 24मा चाहिँ ग्रेजुएट भइयो होइन। सबै यताउता थेसिस लेखेर ग्रेजुएट भइयो। अब ग्रेजुएट भइसकेपछि नेपाल फर्क्यौँ। नेपाल फर्किसकेपछि त होइन, नेपाल फर्किनुभन्दा अगाडि पनि अब हामी चाहिँ हाम्रो युनिभर्सिटी चाहिँ हाम्रो टियुमा लिस्टेड रहन्छ होइन, टियुमा लिस्टेड रहन्छ। त्यही भएर पछि
इक्भ्यालेन्सको लागि हामीलाई गाह्रो हुनसक्छ भनेर हामीले सुरुमै डकुमेन्ट्सहरू मेन्टेन गरेको थियौँ होइन। के सिलेबसहरूको पुरै हुन्छ नि कन्टेन्टहरू के छ होइन, के पढाइ भएको हो, हाम्रो मार्कसिटदेखि लिएर यताउता सबै म्यानेज गऱ्यौँ। नेपाल आइसकेपछि अब हाम्रो सर्टिफिकेटहरू त प्रायः चाइनिजमा आउँथ्यो होइन, चाइनिज ल्याङ्ग्वेजको सर्टिफिकेट हुन्थ्यो। त्यो सर्टिफिकेट दिनको लागि त होइन, सर्टिफिकेट देखाएर इक्भ्यालेन्स गराउनु त फेरि त्यो सर्टिफिकेटको पनि चाइनिज हुन्छ नि ट्रान्सलेसन गर्नुपर्दो रहेछ। ट्रान्सलेट गर्ने बेला चाहिँ विश्व भाषा गयौँ होइन। विश्व भाषामा पनि अब यताउता खै अब त्यताको टिचरले हुन्छ नि कहिले के मिस्टेक गर्ने, कहिले के मिस्टेक गर्ने होइन। अब चाइनिज ल्याङ्ग्वेज विश्व भाषा जस्तो एउटा इन्स्टिट्युटमा हुन्छ नि हायर प्रोफाइल मा हुने मान्छेहरू चाहिँ होइन, टिचरहरू भनौँ न, अब त्यहाँको टिचरले घरि यो एउटा मिस्टेक गर्ने ट्रान्सलेट गर्ने बेला, किनभने हामीले पनि त चाइनिज पढेर आएको थियौँ नि त होइन। हामीलाई क्लियरली थाहा थियो होइन कुन कसरी के को ट्रान्सलेट कसरी हुन्छ भन्ने त होइन, बेसिक नलेज त थियो नि त। अनि त्यो हिसाबले उहाँले ट्रान्सलेट गरेको मिस्टेक गर्नुभयो, 2-3-4 पल्टै मिस्टेक भयो होइन। मिस्टेक हुँदा त्यो सरसँग पनि एउटा छुट्टै ऊ छ होइन, भनौँ न एउटा अलि केही नपुगेको जस्तो क्या हुन्छ नि त्यो सरलाई, ध्यानै नदिने अनि केयरलेस पाराको हुनुहुँदो रहेछ होइन। अब त्यो कुरामा नि अब कुरा चाहिँ चलेको थियो होइन, त्यो हल्का झगडा परेको थियो होइन मेरो चाहिँ उहाँसँग, बोलाबोल होइन, यस्तो यस्तो भएको थियो। अब जे भयो नि अब आफ्नो इक्भ्यालेन्स गर्नुपर्ने छ होइन, झगडा गरेर बसेर त भएन भनेर पछि मैले पनि इग्नोर गरेँ होइन। ठिकै छ, त्यो कुरा पछि डिटेलमा कुरा गरौँ ल। अनि अब यो ट्रान्सलेट पनि गरिसकेपछि डकुमेन्टको त्यो गएर TU-CDC यो कृतिपुरमा बुझायौँ होइन। अब बुझाइसकेपछि के हो भन्दाखेरि अब TU-CDC-ले चाहिँ हामीलाई यस्तो निर्णय दियो कि फेरि हामीले 6वटा सब्जेक्ट चाहिँ यहाँ नेपालको कुनै पनि TU अन्तर्गतको कुनै पनि इन्स्टिट्युटमा चाहिँ भर्ना गरेर त्यो 6वटा सब्जेक्ट चाहिँ फेरि पढ्नुपर्ने अरे है, फेरि पढ्नुपर्ने अरे। अब हामी एउटा स्कलरसिपमा पाएको स्टुडेन्टहरू होइन, त्यही स्कलरसिपमा भएर त हामी चाइना गएको होइन। अनि फेरि यहाँ आएर फेरि कुनै TU हुन्छ नि एफिलिएटेड कलेजहरूमा चाहिँ एडमिसन लिएर फेरि 6वटा सब्जेक्टको चाहिँ प्र्याक्टिकल इक्जाममा पास हुनुपर्ने अरे होइन, प्र्याक्टिकल इक्जाम गर्नुपर्ने अरे। अझ निर्णयमा चाहिँ के भन्नुभएको थियो भन्दाखेरि हामीले क्लासेसहरू लिनुपर्छ त्यहीँ गएर होइन, त्यसरी कुरा गर्नुभएको थियो। क्लासेसहरू लिनुपर्छ, भर्ना गर्नुपर्छ सरी, अनि पास हुनुपर्छ अनि मात्र इक्भ्यालेन्सको लागि अप्लाई गर्न मिल्छ भनेर भन्नुभयो। अब त्यति बेला पैसा पनि खर्च गऱ्यौँ TU-CDC-मा होइन, अप्लाई गर्नको लागि समथिङ 5000 हो कि 4000 समथिङ छ होइन, इफ आई एम राइट होइन। अब 5000-4000 त्यस्तैमा छ। त्यो निर्णय दिइसकेपछि त हामी त अब केही उपाय लागेन होइन, यताउता मिटिङ बस्यो के गऱ्यौँ, त्यति बेला केही उपाय नलागिसकेपछि अब पढ्ने नै पर्छ भनेर थापाथलीमा एडमिसन गऱ्यौँ। एडमिसन गर्न पनि थोरै रकम होइन, 67,000 इन टोटल 75,000 जति चाहिँ लागिसकेको छ। अब इक्जाम दियौँ, रिजल्ट कहिले आउँछ थाहा छैन होइन। 1 वर्ष 1.5 वर्ष हुन लागिसक्यो, नथिङ होइन, केही इम्प्रुभमेन्ट छैन। अब त्यही त, त्यही भएर अनि त्यो बिचको समयमा मैले पनि अब चाइनिज ल्याङ्ग्वेज अलिअलि आउँछ नि होइन, त्यही भएर चाहिँ एउटा चाइनिज कम्पनीमा जोइन गरेर एज अ चाइनिज इन्टरप्रेटर, ट्रान्सलेटर भने नि हुन्छ, इन्टरप्रेटर भने नि हुन्छ, त्यसको उसमा काम गरिरहेको छु। जस्ट कामको एक्सपिरियन्स बटुल्नको लागि। बट आजभोलि चाहिँ त्यो आफ्नो फिल्ड बाहेकको अरू फिल्डमा आउँदाखेरि चाहिँ अलिक तनाव जस्तो फिल भइरहेको होइन। हेरौँ के हुन्छ होइन, जिन्दगीले कहाँ पुऱ्याउँछ होइन, अब थाहा छैन।
अनि आज चाहिँ एक्कासी हुन्छ नि यताउता कन्डिसन यसो गरेँ, तर अब यो कम्पनीमा दिएको रुम हो होइन, यस्तै यस्तै छ, 2 जना बस्छौँ होइन। अनि म चाहिँ यहाँ छ, मेरो ऊ चाहिँ टेबल चाहिँ आफैले म्यानेज गरेँ, अब यताउता मिलाएर यता चाटक चुटुक पारेको छु, किनभने मलाई चाहिँ अलि हल्का हल्का ओसिडी छ होइन। अब ओसिडी भयो भने कम्पनीले यस्तै प्रोभाइड गरिसकेपछि के गर्नु र होइन। ओसिडी त आफूमै छँदैछ, तर आफ्नो चाहिँ टक्क मिलाउँछु, अरू अब जे होस् होस् होइन, देखा जाएगा भने जस्तो लाग्छ। ठिकै छ, अहिले चाइनिज बोल्छु होइन, अनि इन्टरप्रेट गर्छु, जीवन चलाइरहेको छु, त्यही नै हो। हस् त, आजको भिडियो यति नै गरौँ होइन। अब के भन्न लागेको थिएँ, यत्तिकै मलाई कहानी भन्न मन लाग्यो होइन। कहानी पनि अब कम्प्लिट भनेको छु कि छैन, यदि तपाईँहरूलाई राम्रो लाग्छ भने पछि सम्झेर अलि डिटेलमा भनौँला है त। बाई, चल।